चप्पल पनि यस्तो भएपछि यस्तो भएछ चप्पल पनि धुलो पऱ्यो चोखेले अलि ओइ दामी आम्मा लगे लगेले त हामी चाहिँ पर्यो बल भएको बुद्धि नभएको ग्रुपहरू त्यसो गर्दै र शनिलाई सब्सक्राइब गर्नु कसैले फलो गर्नु होइन भने चाहिँ यी आमा गयो ल म अहिले फोन गर्छु नि तल आज मेरो दिदीको बिहाको लागि अब हामीले गर्नुपर्ने छ यहाँ कामहरू स्टार्ट जो कि आज चाहिँ म जानुपर्ने छ एकदम छिटो गरेर दाउरा साउरा काट्नुपर्ने छ किनकि त्यो दाउरा काँचो भयो भने अलिकति समस्या हुन्छ अब अहिले काटेको छ भने 15-20 दिनसम्म अलिक सुकेर ठिकैको चलाउन लायक हुन्छ त्यसले गर्दा म आज जाँदैछु दाउरा साउरा ल्याउनु र प्लस काट पनि अलिअलि काटपिट गर्नुपर्ने छ सो हेलो हाई फ्रेन्ड्स वेलकम माई एनदर ब्लग र हजुरहरू बिच आज म सानो ब्लग लिएर आएको छु मेरो गाउँले ब्लग जो कि म मेरो केटाहरूसँग मेरो साथीभाइहरूसँग जाँदैछु आज बिहाको दाउरा काट्नु ल आजबाट मेरो दिदीको बिहाको कामहरू दाउराहरू काट्ने कुट्ने यताउता के गर्ने सबै काम सुरु हुँदैछ ल ठिक छ ओके आजबाट सुरु हो मेरो काम ल यो रेडी हुँदैछ यसलाई जुत्ता येलो हुने बाजे खै मामा ल जाउँ जाउँ ल बाङ्गा जाउँ ल केटाहरू आइपुगेको छ मेरो हेल्परहरू हो केटाहरू छोरा मात्रै नि साह्रो पर्छ नाम्लो साम्लो बोकेको राम्रो यो खुकुरीहरू चाहिँ इन्डिभिजुअल खुकुरीहरू चाहिँ बोक्नुपर्छ ठुलो 2 टुक्रा पारेको यता लामो थियो कि ए 2 टुक्रा भएको रहेछ नि त है लु दाउरा त है त्यो ठिक छ यो लानुपर्छ लु जाउँ बाङ्गा ए ल हुन्छ हुन्छ ए हो ल म माथि हुन्छु कि आउनुहोस् ल ठिक छ केटाहरू भेला हुँदैछ म चाहिँ एकछिन माथि मेन पोइन्टमा केटाहरूको वेट गर्नुपर्ने छ त्यहाँ केटालाई रोक्दै गर्छु केटाहरूलाई यहाँ उता चेन सप हाटी रहँदैछ तिनीहरूलाई यहाँ रोक्नुपर्ने छ तिनीहरू लगेर जानुपर्ने छ ल केटाहरूलाई म चाहिँ यहाँ एकछिन होल्ड गर्दै गर्छु ल कति बेला ल ल ल ल केटाहरू यस्तै छ गाउँ ठाउँमा आफ्नो रोजगारी पनि गर्नुपर्छ अब केटाहरू दिन प्रतिदिन सबै देश परदेश जाने भयो गाउँमा केटाहरू पाउनु साह्रो पऱ्यो आजभोलि त्यस्तै स्थिति भइरहेको छ के छ अहिले गएर रुख ढाल्नु पनि टाइम लाग्छ उता गर्दा बिटा पार्दा ओर्दा टाइम लाग्यो हाउस 12 आउने केटाहरू पनि छ अहिले हामी जाने केटाहरू पनि छ अहिले हजुर बाजे भेला हुँदैछ केटाहरू त्यो त होइन यस्तो मान्छेको चाहिँ भिडियो गरिदिनु पर्ने घरको अगाडि दाउरा छिर्दैछ यहाँ कम्पुट लगाउँछ देखाउनु ल सानो एकनासी भएर सबै हेरेला गर गर्छ गाउँ मेरो यस्तै छ है हाम्रो बाजे यङ बाजे भन्छ उहाँलाई चाहिँ ल दुईजना आइपुगेछ ल अब जानुपर्छ ल ल यहाँ दिपेशहरू आउँछ कि पर्खिनु ल म त्यसलाई एकपल गर्छु हजुरकोमा चाहिँ छ ल जम्बू भाउजू ए उयो छ पेप्सी जम्बू छ हजुर ठुलो ए हो र अहिले लगभग केटाहरू भेला भइसक्यो जस्तो छ माथि होइन म चाहिँ यहाँ अलिक केटाहरूलाई यसो रिफ्रेसमेन्टको लागि केही किनौँ भनेर आएको थियो किनकि केटालाई अहिले गरम हुन्छ त्यहाँ त्यसले गर्दा यहाँ सोप्लिङ हो यो चिजहरू रेडी गर्दैछु केटालाई चिजहरू किन्यो किने जति अब चाहिँ लाग्नुपर्ने मात्रै बाँकी रह्यो पर ल अब लाग्नुपर्ने छ पर छ आउँदैछ खतरा मेनहरू आइसक्यो यो पोजिसन चाहिँ यो हो नि त खतराहरू छ त मान्छे त अन्त ल ल केटाहरू आइपुगेछ मेरो साथीहरू बाङ्गा खै बन्सोरी ल्याउनु भएन
बन्चरो चाहिन्छ होला बिना बन्चरो चाहिँ कसरी हो एउटा त लानुपर्छ त बन्चरो हाई भन्दैन त यस्तो हाई भन्दैन हाई भनिदेऊ खै हाई छिटो जानुपर्छ छिटो हाई बुद्धि भएको पढ्नमा जति आउनु पर्यो सबैजना दाउरामा लगभग आधा जति मान्छे मेरो थुप्रिसक्यो दाउरा काट्नु जाने काठबाट नि केटाहरू अझै बाँकी पछाडि आउँदैछ हो यहाँ चाहिँ दाहरू छ यहाँ सिनियर सिटिजनको ग्रुप रहेछ होइन पर आउँदैछ यङ ब्लडहरू अझै पछाडि ठिक हामी आजको चाहिँ पर्यो बल भएको बुद्धि नभएको ग्रुपहरू त्यसो गर्दै र शनिलाई सब्सक्राइब गर्नु कसैले फलो गर्नु होइन भने चाहिँ ल देखिहाल्नु होला हो यो चाहिँ एकदम अलिकति जरुरी जस्तो लाग्यो है ओके मजाक हाम्रो गीता भवन पोइन्ट हो सबैको योहरू यादमा बनाएको चौथारीहरू यो सबै यसरी यहाँ राख्ने गर्छ यहाँ चाहिँ एउटा यो येल्लो कलरको चाहिँ मेरो बाबाको गोपाल राईको भनेर लेखेको छ यहाँ यो चाहिँ मेरो बाबा हुनुहुन्थ्यो उहाँले पढेर जानुभएको पनि आजभोलि कति 5-6 साल भइसक्यो अहिले बाबाको नामको चौथरा अहिले यहाँ छ स्टिल ठिक छ लु गुड एप्स रेडी हुँदो रहेछ है छेमाले बनाउँदो रहेछ लु गरेर सबैले यता राख्ला जस्तो छ त हजुर हजुर ल हुन्छ यहाँ है अस्ति पहिरो गएको आमाम लु अस्तिको लु दसैँको 4 तारिकको भल पहिरोहरू चाहिँ यही हो यहाँबाट सत्तर तलसम्म पुगेको त्यसरी यो कालो ए इभिल डेट चेन्ज छ भन्छ नि त्यसलाई होइन रेडी छ केटाहरूको सबै वेपनहरू यहाँ ल्याएको रहेछ नि त यहाँ यता साइड देख्नु हुँदैछ तपाईँले यता चाहिँ रिन्टङ भन्नुपर्छ भन्छ यता माली बस्ती रिन्टङ मार्केट स्टप यता पर्छ पहिला हामी पिकनिक खेल्न जान्थ्यौँ जनवरी 1 26 होइन अहिले यो जग्गाहरू अलिक यस्तो भएको रहेछ एकछिन यहाँबाट पर कालोढुङ्गा भन्ने छ त्यो कालोढुङ्गा पोइन्टहरू पनि देख्दैछ यहाँ भेला भइसक्यो 2-3 जना पछाडि छोडेको छ अहिले हामी जाने हो माथि हाम्रो बारी छ गुफा बारी भन्छ नाम पनि गुफा त्यो बारी छ यता चाहिँ लगभग अलिक जङ्गली जानवरहरू ज्यादा हुन्छ भालु चितुवादेखि लिएर सब चिज अलिक खतरा हुन्छ त्यसले गर्दाखेरि यता गुफा पनि भन्छ भालुखोप पनि भन्छ यस्तो साइड छ हाम्रो ओके हामी अहिले जानुपर्ने छ रुख ढालेर सबै चिज आज या भोलिसम्म क्लोज हुनुपर्ने छ त्यो चिजहरू सबै तपाईँले देख्छु मेरो भ्लगमा तपाईँहरू बनिरहनुहोस् ओके फ्रेन्ड्स ल लाउँ हिँड्नु है ल दाजु मुभ ल जाउँ लु नरिवल हो यसको नाम यो चाहिँ पर्यो नरम चाना नरिवल हो यो नरियल किन नरियल भनेको नरम चाना नरम जाने च्याप कस्तो मजाको यसको रस आउँछ यसको जाति त्यो हो ए नरम चाना भन्छ यसलाई चपाउनु पर्छ चप नरिवल जस्तो क्या हजुर ए सुँगुर दामी रहेछ यहाँ सुँगुर पनि हेऱ्यो के अरे नाम पनि नरियल चाना अरे नरियल चपाएको जस्तै चपाउनु पर्ने सुँगुर चाहिँ मजा रहेछ बच्चा रहेछ ठुलो भएपछि राम्रो हुन्छ भन्छ यहाँ मैले बाङ्गाको मुखबाट सुनेको ओके अरू कुरो के छ भने अहिले मैले तपाईँलाई बाहिर तलबाट भ्यू देखाएको थिएँ यहाँबाट चाहिँ दामी देख्दो रहेछ भ्यू क्या यो हेर्नुहोस् तपाईँले यो माथि गोराबारी होइन गोराबारी दिलाराम टुङ भएर जाने पर्सिङ जाने रुट यसको पछाडि छ र यो जुन चाहिँ अहिले देख्दैछ यो माथि दामी पोइन्ट छ त्यो चाहिँ हाम्रो माथि भन्ज्याङहरू पर्छ त्यहाँ भ्यू यो छ घुम्ने पिकनिक स्पटहरू के छ यहाँ मार्केट स्टपहरू होइन दोकान डाँडा बालासन जाने रुटहरू पर्छ यहाँबाट मजाको छ यहाँबाट देख्दैछ भ्यू मेरो पुरा भइसक्यो आइपुग्यो एउटा लाग्यो फ्रेन्ड्स है आज म धेरै साल बाद आउँदैछु मेरो जङ्गलमा मेरो आफ्नो जङ्गलमा गुफा भन्छ है मेरो जङ्गल र त्यहाँ चाहिँ मेरो बाङ्गा र हाम्रो लगभग सँगसँगै छ जङ्गल बाङ्गाको सिमाना र मेरो सिमाना चाहिँ आजै क्लियर गर्दैछु म मतलब कि धेरै साल भएको थियो अब यस्तो जङ्गल भएछ पहिला म यहाँ आउँदाखेरि अदुवा रोपिन्थ्यो हामी यो बारीमा हो यो बारी अहिले अदुवा रोप्नु
नसक्ने स्थितिको भएको रहेछ अब अहिले हुनु भने त 10-15 साल बाद म आएको थिएँ आएको आज यो जङ्गलमा मेरो आफ्नो जङ्गलमा र त्यो अलिकति जङ्गल घना भएकोले गर्दाखेरि मेरो फेरि सिमाना हेर्नुपर्ने भइरहेछ त्यस्तै छ ल बाङ्गा एकपल्ट हेरौँ त सिमाना यो नाला छ कि यहाँ एउटा नाला खोल्चा खप्चा परेको रहेछ यहाँबाट यो ढुङ्गाको माथि हुँदै उयो पाइप राखेको जग्गा हुँदै उकालो जानुपर्ने रहेछ मेरो सिमाना बाङ्गाले देखाउँदै लानु हुँदैछ मेरो यो हात छ यो ढुङ्गा भएको दिन ओह्रालो चाहिँ मेरो पर्ने रहेछ यो ढुङ्गा गाडेको छ जु यहाँ ढुङ्गा गाडेको चाहिँ कुन चाहिँ हो यो त्यहाँदेखि फेरि यो डिल उता यहाँबाट ओह्रालो चाहिँ कहाँसम्म अन्य बसेको माथिल्लो ड्याङ यो ड्याङ अच्छा त्यो ड्याङदेखि उता हाम्रो यहाँबाट यता यो तेरो यो परि त्यहाँबाट सट्टै थियो ल ठिक छ ओके मैले आज मेरो सिमाना क्लियर बुझेँ यो ढुङ्गा राखेको चाहिँ यहाँबाट चाहिँ सिधै गएर उता गएर त्यो एरिया देखिहाल्यो बास त्यो ल केटाहरू पनि आइपुग्यो मेरो आफ्नो सिमाना पनि पुरा हेर्नु पाएँ हो लगभग अलि ढुक्कै पनि लाग्यो किनकि आमा पनि अब एक्लै हुनुहुन्छ घरमा प्लस म हुँदा म हुन्छु अब आमा आउनु सक्दैन त्यति र आज म यो मेरो सिमाना पनि पुरा कम्प्लिट हेरेँ ल ढुक्कै लाग्यो ओके आमा लगे त उयो त्यो पनि ढाल्नु पर्ने रहेछ अब आधा टुप्पै गयो ल ढल्यो दामी ल दामी ढाल्यो डाइरेक्सन त राम्रो डाइरेक्सन दामी दाउरा बनाउनेले बनाउँदै गर्छ नि त ल यो पनि छ ढाल्नु पनि बाँकी राम्रो ढाल्यो केटाले ओके ठिक छ भागेर केटाहरू त्यहाँ पर पुगेछ हो यो माथितिर पुगेछ एउटा ल ओके अहिले म घर आइपुगेँ केटाहरू सबै आइसकेको छ अब अलिअलि खानापिना खाइपी गरेर फेरि लाग्ने हो कन्टिन्यू छ काम अलिअलि आजको गाडी लिएर त्यति होला काम फेरि बाँकी भोलि गर्नुपर्ने छ ल यहाँ रेडी भइसकेको छ खै त्यो हानेबी हानी त हानी बनिसक्यो नि मान्छेलाई खाना रेडी गर्दैछु ल खाइलौँ ल खाना त्यति खाएर चाहिँ फेरि हामी आफ्नो काम लाग्ने कन्टिन्यू ओके फेरि अहिले भेटघाट गरौँ ल ए ल गाडी लिएर अब लागिँदैछ दाउरा लिनुको लागि सिमले यो भ्यूले चाहिँ तिम्रो यो त खबरको चाहिँ भिडियोलाई ल दाउरा यहाँ छ यस्तो पाराले राखिरहेको छ दाउरा त्यहाँ त यति मात्रै आइपुगेको छ त हौ दिनभरिको आज दाउरा झिकै यति यहाँसम्म आइपुगेको रहेछ यति हाम्रो दाउरा बाँकी माथि पनि छ गर्नुपर्ने त्यो माथि पनि पोइन्टमा राखिरहेको छौँ हामीले त्यो सबै लिनुपर्ने छ हामीले दाउरा अहिलेको लागि चाहिँ म यति दाउरा लोड गरेर जाँदैछु फेरि माथिको भरेर लानुपर्ने छ लोडिङ भयो हाम्रो दाउरा अहिले यतिको लोड भइरहेको छ माथि पुगेर फेरि अर्को लागि लोडिङ यतिको भयो हाम्रो माथि पुगेर अझै छ दाउरा त्यो फेरि माथि थपेर लानुपर्ने छ त्यहाँबाट फेरि अनलोड गरेर फेरि माथि आएर घाट अलिअलि बनिन्छ त्यो लिनुपर्ने छ हामीले आज राति नत्र यहाँ फेरि चोरी केसेसहरू पनि हुन्छ हो त्यसले गर्दा पुष्पा ग्रुप ओके आजको मेरो दाउरा यहाँ अनलोड गरिहाल्छु र अनलोड गरेर अहिले म झर्दैछु घर लगभग 60-70% मेरो आजको काम सक्यो र बाँकी आज हाम्रो हजुर
बाँकी मेरो काम छ भोलि फेरि काठहरू छ त्योहरू ल्याउनु पर्ने छ मैले अन्त प्लस बाँकी दाउराहरू छ तिनीहरू ल्याउनुपर्छ भोलि खतम भइहाल्छ काम त्यहाँबाट फेरि यहाँ माथि रोडबाट घरमा जानुपर्ने छ दाउराहरू सबै ल ओके ठिक छ ओके आजको लागि मेरो ब्लग तपाईँलाई के कस्तो लाग्यो है राम्रो लागेमा राम्रो प्यारो मिठो कमेन्ट गरिदिनुहोस् र नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् र फेरि पनि यस्तो राम्रो नभएले मिठो प्यारो ब्लग लिएर भेटघाट गर्छु तबसम्मको लागि मलाई आज बिदा दिनुहोस् है ओके सी यू टाटा एन्ड गुड बाई ल यहाँ आगो तपाईँ हुँदै रहेछ ल म माथि घरमा आइसकेको छु मेरो बाजेकोमा बाजेले आगो ताप्नु हुँदै रहेछ हजुर त्यो त अब रम अब छोड्नु पऱ्यो नि त्यहाँ आदि त अब यत्रो रातसम्म उड्दैन होइन मामा आगो मजाले बलिरहेछ बाजेले ताप्नु हुँदैछ ल ठिक छ मामा म लाग्छु ल अहिले मेरो बुढी पनि आइपुगेको छ ठिक्कै ड्युटीबाट हो ल म चाहिँ यहाँ अलिक गत्ती नमती भएर चाहिँ खुट्टाहरू यस्तो भएर चाहिँ आजको दिनको कारबाही यस्तो चप्पल पनि यस्तो भएपछि यस्तो भएछ चप्पल पनि धुलो भएर चोखेले घोचेर चोखेले घोचेर होइन त्यस्तो त लागेन ठिक चप्पलले जोगायो नि ल मामा ल मलाई पछाएको थियो अहिले खाना खाएर जाँदा हो नानीले अन्त ललिपप ल्याइदिनु कि ल्याइदिनु भन्दै अब त्यति बेला कहाँ ललिपप ल्याइदिनु अहिले ललिपप फेरि ल्याइदिएको छु सुतेछ कति बेलाको सुतेको अघि सुतेको हौ त्यो पनि खेल्दा खुलाइदिएको ललिपप माइला चाहिँ सुतिरहेको रहेछ अघि म दाउरा लिएर आएर खाना खान आउँदाखेरि पचाएको थियो रुको थियो बिचरा बोरिङ पनि भयो होला त्यति बेला हो अन्त चक्लेट खान्छु कि खान्छु नि त्यो पनि ललिपपहरू उसको किटकाट ल्याइदिएको थियो किटकाट नखाने त्यही ललिपपै खान्छु भनेर भनेको थियो अब कहाँबाट ल्याइदिनु उता हामी यता जाने ललिपप यता पाउँथ्यो त्यो भएर चाहिँ यताबाट अहिले आउँदाखेरि लिएर आइदिएको त्यही रहेछ सो हेलो हाई गुड मर्निङ माई फ्रेन्ड्स मेरो दाउरा कटिङको आज डे सेकेन्ड हो र आज लगभग मेरो काम खतम हुन्छ आज गएर जति कटिङ गरेको दाउराहरू छ त्यो सबै झारझुर गरेर माथिबाट तलसम्म गोलाइ घुम्तीसम्म झारेर त्यो गोलाइ घुम्तीबाट चाहिँ हामीले गाडीमा लोड गरेर ल्याउनु पर्ने छ र त्यसमा प्लस मेरो आरआर कटिङ काठ कटिङहरू पनि भएको छ त्यो काठ कटिङहरू पनि म आज लिएर आउनुपर्ने छ सो आजको मेरो काम खतम भइहाल्छ र यस्तै नयाँ राम्रो भ्लग लिएर भेटघाट फेरि गर्नुपर्छ आजको लागि मलाई बिदा दिनुहोस् है ओके सी यू टाटा एन्ड गुड बाई है